हेलो गाइस 1 लाख बजेटमा सबैभन्दा राम्रो ल्यापटप आइसकेको छ मसित अहिले छ एसरको एस्पायर लाइट 15 र यसलाई मैले खोलेर देखाउँछु है चाहिँ तपाईहरुलाई खै कुरा गयो चिज मैले तपाईलाई काटेर देखाउँछु है त गाइस यो चाहिँ 1 लाख बजेटमा नेपालमा एचएस सिरिजमा आउने सबभन्दा उत्कृष्ट ल्यापटप हो हेर्नुस् है त गाइस यो एकदमै राम्रो म्याट फिनिसका साथ आउने ल्यापटपमा हजुरहरूले 2 वर्षको कम्पनीबाट वारेन्टी पाउनुहुन्छ किबोर्ड र माउस पनि यसैसँग सुनेको नै हो र यहाँ ल्यापटप छ भाइ आउँदै यहाँ देखाइदेऊ यहाँ देख्न सक्नुहुन्छ यो कस्तो छ साइडले देखाइदेऊ भाइले अगाडि देखाइदेऊ इन्टेलको अल्ट्रा 5 को प्रोसेसर रहेको छ अनि यहाँ देखाइदेऊ 15.6 इन्चको फुल एचडी डिस्प्ले यूएसबी टाइप सी 180 डिग्रीको टच हिन्ज एलटिएमआई पोर्ट समेत रहेको छ र मैले खोलेर देखाइदिन्छु तपाईहरुलाई डिस्प्ले 15.6 इन्चको डिस्प्ले छ र प्रोसेसर चाहिँ इन्टेलको कोर भाइ यो यसको साइडमा देखाइदेऊ भाइ यो साइडको देखाइदेऊ न यसमा भित्र के आउँछ हेर्नु है एउटा यो आउँछ एउटा यो कागज आउँछ एउटा चाहिँ युजर म्यानुअल आउँछ एसआर एस्पायर लाइट 15 र अब चाहिँ यसको यहाँ साइड देखाइदेऊ भाइ फोकस गर इन्टेल कोर अल्ट्रा 5 प्रोसेसर आउँछ र 16GB र्याम 12GB एसएसडी हो खुलिसक्यो भाइ डिस्प्ले देखाइदेऊ न एउटा गीत सुनाएर देखाइदिन्छु है त मैले तपाईहरुलाई गुगल क्रोममा गएँ युट्युब लेख्छु यसको साउन्ड पनि बब्बाल छ गेमको लागि त्यति नभने पनि अफिस युजको लागि यो ल्यापटप बेस्ट छ भन्दा पनि फरक जाँदैन गाइजहरु मैले तपाईहरुलाई गीत सुनाइदिन्छु यो नन कपिराइट सङ हो यो कपिराइट सङ होला नन कपिराइट सङ लार सुनाइदिन्छु है त गाइज तपाईहरुलाई मैले तपाईलाई नो कपिराइट सङ लार सुनाइदिन्छु ल यो सुन्नुस् है त कस्तो छ आवाज पनि पुरा बब्बाल छ के फेरि एकदम लाउड र डिस्प्लेको हिन्जहरु हेर्दा त मलाई फिल्म हलमा गएर हेरे जस्तो महसुस समेत भइसकेको छ यससँगै आएको ल्यापटप र किबोर्ड र माउस पनि देखाइदिन्छु यता देखाइदेऊ भाइ यसैमा आएको थियो किबोर्ड माउस भइहाल्यो अनि यसैमा आएको किबोर्ड यता देखाइदेऊ भाइ किबोर्ड खोलेर देखाइदिन्छु मैले किबोर्ड पनि राम्रो डिजाइनमा रहेको छ एकदमै राम्रो क्वालिटीमा रहेको छ किबोर्ड चाहिँ देख्न सक्नुहुनेछ यता हाम्रो भिडियो चलिरहेको छ देखाइदिएन आजको लागि यति नै हुन्छ आजको लागि यति नै बाई बाई समग्रमा राम्रो छ